दर्शकवृन्द स्वागत छ तपाईहरुलाई नेपाली अपडेटको नयाँ भिडियोमा। दर्शकवृन्दहरु NBA कप 2082 को चाहिँ सम्पूर्ण टाइल लिस्ट आइसकेको छ र केही टिमहरुको टिम लिस्ट पनि आइसकेको छ। म तपाईहरुलाई आज यस भिडियोमा रहेर छोटकरीमा बताउने छु कि NBA शेड्युल कस्तो रह्यो, सुरुका खेलहरु कस्ता हुने रहे, गण्डकीको त सहभागिता हुने नै भएन हैन। सुरुमा चाहिँ टिपटपको खेल रहेको छ। अब तपाईले आफ्नो गण्डकीको फ्यान हुनुहुन्छ भने अब चाहिँ नयाँ टिमलाई समर्थन गरेर अगाडि बढ्नु होला, हेर्नु होला। र NBA कप हेर्नको लागि पनि MSM भिडियोमा चाहिँ अपडेट आइसकेको छ र तपाईले सम्पूर्ण टुर्नामेन्टको चाहिँ एकैचोटी लिनको लागि चाहिँ तपाईले 399 रुपैयाँ लगभग तपाईको 400 रुपैयाँ लाग्नेछ र तपाईले चाहिँ भोलिदेखि 20 गतेसम्म सम्पूर्ण खेलहरु एचडी क्वालिटीको साथ उच्च कमेन्ट्रीको साथ हेर्न सक्नुहुनेछ। 400 रुपैयाँ लाग्ने भयो। यो चाहिँ एकदमै दुःखको कुरा हो। त्यही पनि अब के गर्ने, नेपाली भलिबललाई चिनाउनुको सट्टा झन् नेपाली भलिबलमै जनताहरु सिमबाट चाहिँ पैसा उठाएर चाहिँ यो अहिले चाहिँ MSM भिडियोमा देखाइने भयो। यो कुरा चाहिँ एकदमै दुःख लागेको छ, के भन्नु र खै। र सो तपाईहरु हेर्नको लागि चाहिँ तपाईले विदेशमा हुनुहुन्छ भने चाहिँ उहीको कार्डद्वारा भिजा कार्डद्वारा किन्न सक्नुहुन्छ। नेपालमा हुनुहुन्छ भने चाहिँ खल्तिया विषयबाट सम्पूर्ण बैंकिङबाट तपाईले टिकट खरिद गर्न सक्नुहुनेछ। सुरुमा चाहिँ ओपनिङ सेरेमनी तपाई देख्न सक्नुहुन्छ। सुरुमा चाहिँ नेपाल पुलिस क्लब भर्सेस ढोरपाटन युवा क्लब बीच रहेको छ। निकै उत्कृष्ट खेल रहनेछ नेपाल पुलिस क्लबका साथीहरु भर्सेस ढोरपाटन। त्यसै दोस्रो खेल पुरुषतर्फ रहेको छ टिपटप हेल्प नेपाल, जसमा चाहिँ अहिले गण्डकी प्रदेशका खेलाडी जीवन सुनार पनि जानुभएको छ। जीवन सुनार त्यस्तै गरी मुबास्सर राजा पनि हुनुहुन्छ। अब अहिलेसम्म मानबहादुर श्रेष्ठ कुन टिमबाट खेल्नुहुन्छ अझसम्म फिक्स भएको छैन। रहनेछ उक्त खेल चाहिँ टिपटप हेल्प नेपाल भर्सेस APF। एकदमै उत्कृष्ट कडा खेल हुनेछ। सम्पूर्ण कुरा त ठिकै छ, तर दुःखलाग्दो कुरो दुईवटा भएका छन् हैन अहिलेको NBA कपमा। अरु त सबै ठिकै थियो। गण्डकी प्रदेश सहभागी नहुनु जुन चाहिँ पहिला नै गण्डकी प्रदेशका खेलाडीहरु छनौट नभएको कारणले गर्दा चाहिँ गण्डकी सहभागी भएन, यसमा कुनै दोस्रो कुरा छैन हैन। त्यसै अर्को कुरा चाहिँ 400 रुपैयाँ जुन चाहिँ लाइभ हेर्न पनि 400 रुपैयाँ तिर्नुपर्ने हैन। विदेशमा हुनेलाई पनि दुःख छ, त्यो हेर्न पनि रजिस्टर गर्न पनि अलि गाह्रै छ। सो त्यही कारणले गर्दा पनि पैसा भन्दा पनि साथीहरु नेपाली राष्ट्रिय खेल भलिबल जसलाई देश विदेशमा चिनाउनु पर्ने बेला चाहिँ अहिले NBA ले नै अब यस्तो MSM भिडियोमा दिएर हैन पैसा उठाएर टिकटको पैसा 400 रुपैयाँ राखेर यो चाहिँ धेरै गलत लाग्छ मेरो लागि। तपाईहरुलाई के लाग्छ, कस्तो लाग्छ अवश्य कमेन्टमा भन्न सक्नुहुन्छ। हाम्रो भिडियो कस्तो लाग्छ तपाईलाई सरल भाषामा बुझाउन कोसिस गर्दा गर्दै आज यहाँसम्म आइपुगेका छौं। यदि हाम्रो भिडियोहरु राम्रो लाग्छ भने चाहिँ अवश्य पनि च्यानललाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नभुल्नु होला। आउने अर्को भिडियोमा हस्त। धन्यवाद। जय भलिबल।